तपाईहरुले प्रधानमन्त्री प्रस्तावित गरेको पात्रलाई भू राजनीतिको आधारभूत भेउ पनि रहेन रहेछ। उहाँका 1-2 महिना अगाडिका सार्वजनिक टिप्पणीहरू, मध्यरातमा के लेख्नुहुन्थ्यो, कुन देशप्रति र के भन्नुहुन्थ्यो, आफ्नो श्रीमतीलाई अस्पताल लाँदाखेरि केही ढिलो हुँदाखेरि सिंहदरबार जलाइदिन्छु भनेर भन्नुहुन्थ्यो र अरु थुप्रै सार्वजनिक रूपमा महानगरपालिकाको मेयर भनेको कम जिम्मेवार मान्छे होइन नि। अमेरिकाको, चाइनाका महानगरका मेयरहरू भावी प्रधानमन्त्री हुन्थे, हाम्रो पनि सायद अब हुन पनि सक्नु होला। तर त्यति सक्नु होला नि, उहाँ नै हुनुहुन्छ। त्यतिसम्म भेउ नभएको पात्र मनोनयन पत्र दर्ता गर्ने दिनमा 10,000 शुल्क लाग्छ, त्यसको पत्र भरेर जानुपर्छ भन्ने शुद्ध भेउ र त्यो टिम बनाउन नसक्ने पात्रलाई प्रधानमन्त्रीको प्रत्याशी बनाउनु भएको छ। पार्टी सभापतिले मनोनयन पत्र दर्ताकै दिन पनि 1 करोड धरौटी तिर्नुपर्ने, अलि अगाडि 3 करोड धरौटी तिर्नुपर्ने, त्यसको पनि फर्चौट नहुनु सक्ने अवस्थाको तपाईको पार्टीको सभापति हुनुहुन्छ भने खाली ऊर्जा मात्रै, आवेग मात्रै, उत्तेजना मात्रै परिवर्तनका लागि पर्याप्त सरदम हो कि अनुभव पनि चाहिन्छ र अरु थुप्रै कुराहरुको एउटा मथिङ्गल ख्याउन सक्ने र यो देशलाई जुरुकै बोक्न सक्ने, उचाल्न सक्ने। पुरानाले गरेन, त्यसमा म मान्छु, गर्न सकेको यो हालत हुँदै हुँदैन थियो। भदौ 23-24 भनेको त्यसकै दुष्परिणाम थियो। तर त्यही जगमा हामी नयाँ आयौं, हामी विस्थापित गर्छौं, हामी योग्य हौं भन्नु बाहेक अरु योग्यता के छ? सबैभन्दा ठूलो योग्यता त जनता हो। जनउभार, अघि तपाईले भन्नुभयो नि, बालेन भन्ने नाम सुन्ने बित्तिकै जनउभार यसरी आउँछ, रवि भन्ने बित्तिकै जनताको हेर्नुस् त ओहो क्रेज। सबभन्दा ठूलो सार्वभौम त जनता होला नि यात्रीजी, जनता होइन। जनताले के चाहिरहेका छन् भन्दाखेरि आज रवि लामी छानेर बालेन शाह जनकपुर आउँछन् भन्दा जनकपुरमा उर्लिएको जनसागरलाई तपाईले नजरअन्दाज गर्न मिल्छ? जनताले गरेको विश्वासलाई नजरअन्दाज गर्न मिल्छ? बालेन शाह सबभन्दा सुरक्षित ठाउँ त उहाँलाई कहाँ थियो होला भन्नुस् त? काठमाडौँ थियो होला नि, अथवा महोत्तरी थियो होला नि, कुनै पनि ठाउँ थियो होला देशको, कुनै पनि ठाउँ सुरक्षित हो। तर बालेन शाह कहाँ जानुभयो? झापा क्षेत्र नम्बर 5। तपाईँ झापाकै होइन? म त्यसैको बासिन्दा हो। सम्भवतः तपाईँले समेत अब बालेन शाहलाई भोट हाल्नुहुन्छ चुनावमा जानुभयो भने। यति कुरा म तपाईँको मनको कुरा लिएरै भनिदिन सक्छु कि तपाईँ झापामा जान पाउनुभयो भने तपाईँले भोटै बालेन शाह हाल्नुहुन्छ। किनभने परिवर्तन, भोट फर चेन्ज अनुहार आयो भने म यसको कुरामा प्रश्न गरिहालौँ। मेरो जिम्मेवारी, म बीचमा पटक झापा जाउँला, आफ्नो घर पनि हो झापा 5 मा। म कम्तीमा चुनाव अगाडि 3 पटक जान्छु, रिपोर्टिङकै सिलसिलामा, दर्शकलाई चासो पनि छ। तर त्यो चुनावको दिन चाहिँ मेरो उपस्थिति त्यहाँ भन्दा काठमाडौँमा बढी हुने भएको कारण यही हुन्छ। म मतदानबाट वञ्चित हुँ। बालेनलाई भोट हाल्न नपाउनु नि तपाईले। तर तपाईको कर्म जुन छ त्यो कर्मप्रति मेरो सम्मान छ, किनभने तपाईले त देशलाई नै हेर्नुपर्छ। अनि मैले भनिरहेँ कि जनउभार एउटा कुरा हो। जनउभार त कस्तो हो भने जनता भन्दा सार्वभौम कोही हुँदैन, यो त मलाई भन्दा तपाईलाई बढी थाहा छ। त्यसमा कुनै सन्देह भएन। जनता यसरी आएको छन् कि स्वप्नद्रष्टा हो बालेन नै अबको भविष्य हो, रवि नै अबको भविष्य हो। तपाईले भन्नुभएको आधा प्रश्न हो के, अब आधा उत्तर बाँकी छ। जनताको उभार त तपाईले नेपालको चुनावको विभिन्न आयामहरू हेर्नुस्। 2016 सालको आम निर्वाचनमा नेपाली कांग्रेसको न संगठन थियो, न तपाईको थुप्रो आधारहरू थिए, केही पनि थिएन। शासकको क्रान्ति गरेको एउटा ब्याज थियो र केही राजनीतिज्ञ थिए, तर दुईटै लिइयो। 30 वर्षसम्म भूमिगत कालमा दलहरू प्रतिबन्ध भएको अवस्थामा पनि कांग्रेस 48 को चुनावमा बहुमत भयो र झण्डै नजिक एमाले पुग्यो। त्यो त भर्खर दुईटा पार्टी, नेकपा मार्क्सवादी र नेकपा माले जुटेको पार्टी, त के आधारमा भयो भन्दा त्यो उभारको कुरा थियो। 64 को जनउभार माओवादीको कतिले डरले, कसैले त्रासले, कतिले आशले, जे भए पनि माओवादीले झण्डै दुईटै ल्यायो। त्यो कस्तो हुन्थ्यो भने प्रत्यक्ष थियो भने त दुईटै आउँथ्यो। त्यो जनउभार सायद अहिले तपाईहरुमा आउला, त्यसमा मैले सन्देह त प्रकट गर्न सक्छु। तर प्रश्न के हो भने त्यतिले पुग्छ त? मान्छे आउँछन्, जनउभार हुन्छ, कति बेला कसलाई अनुमोदन गर्छ भन्ने प्रश्नले त्यो देशका लागि नेतृत्व गर्ने त्यो मात्रै पर्याप्त आधार हो त? त्यसपछाडिको तपाईको परराष्ट्र नीति के, त्यसपछाडिको तपाईको शिक्षा नीति, स्वास्थ्य नीति, भौतिक पूर्वाधार, दीर्घकालीन विकासको आधार हैन, यी सबै आधारहरूमा भारत, चीन र पश्चिमा देशहरूको सन्तुलन कसरी खोज्न सकिन्छ देखि लिएर यो देशमा सुशासन कसरी कायम गर्ने। सुशासन भने त तपाईहरुले एउटा पात्रले बोलेर हुँदैन, कस्तो जगडिएको हाम्रो कर्मचारी प्रशासन छ, हामीले रोजगारी कसरी सृजना गर्ने, हामीले तपाईको विद्युतीय रूपमा के रे प्रसारण लाइनका समस्यादेखि लिएर हाम्रा सबभन्दा महत्त्वपूर्ण भनिएको जलविद्युत, त्यसैगरी पर्यटनदेखि लिएर सेवा क्षेत्र, रोजगारी, आईटीका क्षेत्रहरूमा के गर्ने, त्यसका योजना के हुन सक्छन्, व्यापार घाटा कम गर्न के गर्ने, एफडीआई जनसङ्ख्या देशभन्दा बाहिर छ त्यसलाई यहाँ आकर्षित गर्न के गर्ने। त्यो त आश्वासन, नारा र आशले मात्रै त हुँदैन नि, योजना के छन् भन्न खोजेको। कस्तो राम्रो कुरा उठाउनु, तपाईको कुरा सुनिरहन मन लागिरहेको थियो, मलाई अझै बोले पनि हुन्थ्यो भन्ने लागिरहेको थियो। हैन म चित्त बुझ्दै उत्तर भएर भनेको, तपाईले चित्त बुझाउनुहुन्छ, त्यो उत्तर भएरै भनेको। सर तपाईलाई म एउटा कुरा भनौँ, एउटै व्यक्तिमा सम्पूर्णता त खोज्नु हुँदैन, त्यो भगवानमा पनि छैन। मलाई भन्ने अनुमति दिनुस् है, त्यो भगवानमा मैले लामो प्रश्न गरेपछि यसको दोबर समय दिन्छु। हैन दोबर चाहिँदैन, मलाई दोबर चाहिँदैन। तपाईले पृष्ठभूमि भनेपछि मलाई सजिलो के भयो भने त्यति बढी मैले बोल्नु पर्दैन, मलाई थोरै कुरा गरे पुग्छ। त्यो भनेको के भने एउटै व्यक्तिमा सम्पूर्णता चाहिँ नखोजौँ, म त्यो आग्रह गर्न चाहन्छु। कसैमा पनि हुँदैन संसारमा र भगवानमा पनि हुँदैन। तपाईलाई भनौँ, महाकाली, महालक्ष्मी र महासरस्वती, लक्ष्मीमा सरस्वतीको जति विद्या किन भएन भनेर त प्रश्न नगरौँ भन्ने लाग्छ। अथवा महाकालीमा जस्तो शक्ति चाहिँ लक्ष्मीमा किन भएन, लक्ष्मीको जति सम्पत्ति चाहिँ सरस्वतीमा किन भएन भन्नु भएन। महाकालीको भूमिका महाकाली, लक्ष्मीको लक्ष्मी, सरस्वतीको सरस्वती हो। र ब्रह्मा विष्णु महेश्वर पनि तपाईको चाहिँ फरक छ भूमिका, क्षमता, सम्मान, पूजा भने पछाडि एउटै व्यक्तिमा सबै कुरा हुँदैन। त्यही भएर मन्त्री परिषद बन्छ यात्री सर, मन्त्री परिषद बन्छ। त्यो मन्त्री परिषद बन्नेमा अघि तपाईले जति व्याख्या गरेका कुरा, त्यो दक्षता र क्षमता भएका मन्त्रीहरू आउँछन्, त्यसलाई नेतृत्व गर्ने प्रधानमन्त्री हुन्छ। जुन प्रधानमन्त्रीले ती दक्षता भएका मन्त्रीहरूको अब पनि मन्त्रीमण्डल त्यस्तो बन्दैछ। त्यसको चाहिँ स्वप्नद्रष्टाको रूपमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन शाहलाई सार्नु भएको छ। यस्तो सुन्दर मन्त्रीमण्डल बन्दैछ, त्यो सुन्दर मन्त्रीमण्डलले 5 वर्ष जनतालाई काम गरेर देखाउँछ। अहिले किन गरिनस् नभनौँ, जितौँ, काम अगाडि बढौँ।